अहिलेको राष्ट्रपतिलाई तपाईँहरूले भोट हाले हो त? के उहाँ जनताको छोराछोरी हो त? के राजा कहाँ विदेशी हुनु त त्यो देशको? हो त्यो भए हुनाले म अहिले पनि के भन्न चाहन्छु भने सिर्फ राज संस्था र हिन्दू राष्ट्रको कुरा होइन र देशभरि रहेका जति पनि राष्ट्रवादी साथीहरूमा म यहाँबाट के सन्देश दिन चाहन्छु भने अब आत्तिने बेला होइन र यतिखेरको समयमा हामीले धैर्यता प्रयोग गरेर यो देशमा परदेश पाल्न हामी सक्दैनौँ। आज यो देशमा खरबौँ रुपैयाँ झन्डै 15 खरब रुपैयाँ यो आर्थिक वर्षमा मात्रै हामीले जनप्रतिनिधि र कर्मचारी पाल्दै गएको छ। यसलाई अन्त्य गर्नका लागि अब चाहिँ हामी त्यो लाइनमा जानुपर्छ र यो आन्दोलनको सुरुवाती चाहिँ हामीले प्रदेश संरचना खारेज गर्ने, बुद्ध हिन्दू क्रियासहितको वैदिक सनातन हिन्दू राष्ट्र ल्याउने, राष्ट्रपतिको ठाउँमा राजा राख्ने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री ल्याउने, यो व्यवस्थामा हामी अब देश भरि हामी एकजुट बन्न चाहन्छु र अन्य पार्टीका साथीहरूलाई पनि अपिल गर्न चाहन्छु, तपाईँ राजनीतिक दल हो, जनताको इच्छा र भावना विपरीत नजानुस्, जनताको इच्छा र भावना विपरीत नजानुस्। तपाईँहरूसँग एउटा मात्रै अप्सन छ, अब कि त सच्चिनु पर्यो कि त सकिनु पर्यो। तपाईँहरूसँग सहकार्य गरेरै जाने हो। हामीले त्यसमा तपाईँहरू द्वन्द्वमा फेरि देश लिन चाहन्नौँ, हामी शान्तिपूर्ण जान चाहन्छौँ, परदेश पाल्न सक्दैनौँ। तपाईँलाई थाहा भइसक्यो राष्ट्रपति व्यवस्थाले आज देशको पुरै बिजोग अवस्था भयो। आज अहिलेका 3वटा राष्ट्रपति चाहिँ को जनताको छोराछोरी हो त? अहिलेका 3वटा राष्ट्रपति को जनताबाट चुनाव जितेर आएको हो त? यो त भन्ने मात्र नहो होइन र? अनि संसद पनि आज 884 जना छन्। हामी पाल्न सक्दैनौँ, यो देशको अर्थव्यवस्थाले धान्न सक्दैन, राष्ट्रिय हित छैन। अहिलेको राष्ट्रपति काङ्ग्रेसको, यहाँभन्दा अगाडिको राष्ट्रपति एमालेको, त्यहाँभन्दा अगाडिको राष्ट्रपति काङ्ग्रेसको, यसरी राष्ट्रपति चाहिँ पार्टीको हुने व्यवस्थाले राष्ट्रपति साझा हुन सकेन। त्यो राष्ट्रपतिको ठाउँमा राजा राख्ने, अहिलेको प्रधानमन्त्री जनताबाट निर्वाचित होइनन्, अबको प्रधानमन्त्री कार्यकारी चाहिँ जनताको छोरो आउने, जनताबाट निर्वाचित हुने, यही व्यवस्थामा जानका लागि देशभरिका राष्ट्रपतिलाई सम्मिलित भएर अब 12 गते हामीले देशभरि 12 गते निर्णय गर्दैछौँ। अनि सबैलाई राष्ट्रिय झन्डामा एकजुट बनेर आउन अपिल गर्दछौँ।